नमस्ते साथीहरु, मैले आज तपाईलाई एउटा धेरै राम्रो टपिक लिएर आएको छु। तपाईले सुरुदेखि अन्त्यसम्म भिडियोलाई हेरिदिनु होला र हामीले फेसबुकमा चाहिँ हामीले आफ्नो नाम चेन्ज कसरी गर्ने भन्ने टपिक आज लिएर आएको छौं। त्यो तपाईले सुरुदेखि अन्त्यसम्म भिडियोलाई हेरेर साथ दिनु होला र म तपाईलाई स्टेप बाइ स्टेप सिकाउने छु। त्यो तपाईले हेरेर सिक्न सक्नुहुन्छ गाइज। हामी टपिकमा जाने छौं। हामी फेसबुक पेजमा जाने छौं। फेसबुक खोल्यो, त्यसपछि तपाईले आफ्नो तीनटा माथिको यो तीनटा लाइनमा दबाउनु होला। त्यसपछि तपाई आफ्नो तल हल्का तल स्क्रोल गरेर तपाईले प्राइभेसीमा जानु होला। सेटिङ प्राइभेसीमा गएपछि त्यसपछि फेरि सेटिङ आउँछ माथि। सेटिङमा दबाउनु होला। सेटिङमा दबाएपछि तपाईको पर्सनल डिटेल, पासवर्ड एन्ड सिक्युरिटी तपाईको धेरै अप्सन छ गाइस यसमा है। तपाई सबभन्दा पहिला फर्स्टमा पर्सनल डिटेलमा चाहिँ त्यसमा दबाउनु होला। त्यसमा दबाएपछि तपाईको यो प्रोफाइलको लोगो आउने छ। तपाईले जो पनि फोटो राख्नु भएको छ त्यो प्रोफाइलको लोगो आउने छ। त्यसपछि त्यो लोगोमा तपाईले दबाउनु भयो। त्यसपछि फेरि दबाउनु भयो भने तपाईको चाहिँ यस्तो आउने छ, नाम आउने छ। नाम, युजर नाम, प्रोफाइल पिक्चर यसरी लेखेर आउने छ। तपाईले सबभन्दा पहिला नाममा दबाउने। नाममा दबाएर अनि तपाईले जे पनि नाम राख्नुहुन्छ, जस्तै अब पावल राखौं है। त्यसपछि तपाईले रिभ्यू चेन्ज छ, यसमा दबाउनु होला। दबाएपछि अनि तपाईको यस्तो नाम आउने छ। तपाईले सिलेक्ट गरेर सेभ गर्नु भयो भने त्यसपछि तपाईको चाहिँ सेभ भइसक्यो, चेन्ज भइसक्यो तपाईको नाम है त। यसरी चाहिँ तपाईले आफ्नो फेसबुक आइडी को नाम चेन्ज गर्न सक्नुहुन्छ। फलो गर्नु भएको छ भने फलो गरिदिनु होला गाइस। यस्तो भिडियोको लागि थ्यांक यू सो मच। अर्को भिडियोमा भेट्ने छौं।